प्रधानमन्त्री र अर्थमन्त्री बीच टकराव सुरु। अर्थमन्त्रीलाई गर्न थालियो बाइपास। मन्त्रीमण्डल हेरफेरको तयारी। राष्ट्रिय स्वतन्त्र पार्टी रासपा भित्र आन्तरिक विवाद चुलिएको छ। प्रधानमन्त्री बालेन शाह र अर्थमन्त्री सोनिम वाग्ले बीच बजेट र कार्यशैलीलाई लिएर गम्भीर मतभेद सुरु भएको हो। विवादको मुख्य जड हो बजेटमा लिएको कर नीति। शिक्षा, स्वास्थ्य र बिजुली जस्ता आधारभूत क्षेत्रमा लगाइएको करप्रति प्रधानमन्त्री बालेनले कडा आपत्ति जनाएका छन्। यही करका कारण जनतामा जान गाह्रो भएको गुनासो रासपाकै सांसदहरूको छ। विवाद यतिसम्म बढेको छ कि प्रधानमन्त्री बालेनले अर्थतन्त्र सम्बन्धी उच्च स्तरीय बैठकमा समेत अर्थमन्त्री वाग्लेलाई बाइपास गर्न थालेका छन्। अर्थमन्त्री वाग्लेको साटो सांसद विदुषी राणालाई साथमा राखेर बालेनले निजी क्षेत्रसँग छलफल तीव्र बनाएका छन्। असन्तुष्ट अर्थमन्त्री वाग्लेले पार्टी सभापति रवि लामिछानेसँग छुट्टै वार्ता गरेका छन्। यही बेला पार्टी र सरकार बीच समन्वय नहुँदा राजसभा भित्र मन्त्रीमण्डल फेरबदलको चर्चा समेत चल्न थालेको छ।